तिर्नु छ आमा लगन जुर्यो फागुनको महिनामा शुभ लगनमा झुरबाजा घन्किए आमा हाम्रो आँगनमा झुरबाजा घन्किए आमा हाम्रो आँगनमा झुरबाजा घन्किए आमा हाम्रो आँगनमा योग्य कन्या माग्नलाई आका छौ कुरो मिले लैजाने भाका छौ छोडी जानेको मलिनो मुहार छ आमा दुलै रानीको मलिनो मुहार छ आमा दुलै रानीको मलिनो मुहार छ आमा दुलै रानीको कन्यामा त खोट भन्ने केही छैन परिलाई मन पर्छ के पर्दैन भेन्ड बाजाको हँसिलो मुहार छ आज दुलहा राजाको हँसिलो मुहार छ आज दुलहा राजाको हँसिलो मुहार छ आज दुलहा राजाको आयौं हामी बरमाला उनेर योग्य कन्या छिन् भन्ने सुनेर राम सीता झैं कन्यालाई मन पर्यो अरे पहिलो भेटमै कन्यालाई मन पर्यो अरे पहिलो भेटमै कन्यालाई मन पर्यो अरे पहिलो भेटमै भएपछि कन्या निराजी वरले मारे आजको यो बाजी भेन्ड बाजाको हँसिलो मुहार छ आज दुलहा राजाको हँसिलो मुहार छ आज दुलहा राजाको हँसिलो मुहार छ आज दुलहा राजाको मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि मिति 2081 साल फागुन 9 गते शुभ विवाह हुने भारद्वाज गोत्र भएका राम नाम भएका वर र कपिल गोत्रमा उत्पन्न भएकी गीता नाम भएकी वधुको 11:45 को शुभ समयमा शुभ लगन भयो स्वस्ति सातै फेर घुमियो जग्गेमा के लेख्या छ खै कुन्नी भाग्यमा छोडी जानेको मलिनो मुहार छ आज दुलै रानीको मलिनो मुहार छ आज दुलै रानीको मलिनो मुहार छ आज दुलै रानीको पाले पुण्य मारे पापोने यस्तै रहेछ छोरीको यो जुनी भेन्ड बाजाको हँसिलो मुहार छ आज दुलहा राजाको हँसिलो मुहार छ आज दुलहा राजाको हँसिलो मुहार छ आज दुलहा राजाको
देखेर जन्ती देखेर चेलीहरू बस्या छन् घरमा बाटो छेकेर चेलीहरू बस्या छन् घरमा बाटो छेकेर चेलीहरू बस्या छन् घरमा बाटो छेकेर सबको मन बुझाउला बरु बाटो छोड दिदी बहिनीहरू बिन्ती सबैलाई बेन्ड बाजा गन्किए आँगनमा नाचौँ दिदी भाइ बेन्ड बाजा गन्किए आँगनमा नाचौँ दिदी भाइ बेन्ड बाजा गन्किए आँगनमा नाचौँ दिदी भाइ लक्ष्मी जस्ती बुहारी भएसे अरू के चाहियो लक्ष्मी जस्तो बुहारी भएसे अरू के चाहियो लक्ष्मी जस्ती बुहारी भएसे अरू के चाहियो दिदी खुसी रत्याउली गाएर आमा खुसी बेहुली भित्र्याएर रमझम भएको छ घरमा घर हे दुलै नानी कस्तो लाग्को छ घरमा घर हे दुलै नानी कस्तो लाग्को छ घरमा घर हे दुलै नानी कस्तो लाग्को छ घर गरेर खानु नै नरेको ठुलो धर्म घर गरेर खानु नै नरेको ठुलो धर्म घर गरेर खानु नै नरेको ठुलो धर्म फुल सम्झेर हाँसेर जाऊ बाबु बत्तीसै लक्षण के घरमा बुहारी भित्राऊ बत्तीसै लक्षण के घरमा बुहारी भित्राऊ बत्तीसै लक्षण के घरमा बुहारी भित्राऊ दुधको भाडा तिर्नु छ आमा लगन जुर्यो फागुनको महिनामा शुभ लगनमा झुरबाजा घन्किए आमा हाम्रो आँगनमा झुरबाजा घन्किए आमा हाम्रो आँगनमा झुरबाजा घन्किए आमा हाम्रो आँगनमा